हामीले एसई र 11 र 12 पढ्ने विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ त्यो किसिमको चाहिँ व्यवस्थापन हामीले चाहिँ गरेका छौँ। सो अनुसार हामीले चाहिँ निवेदन यही वैशाख 10 गते भित्रमा चाहिँ हामीले चाहिँ सो किसिमको निवेदन हामीले चाहिँ सूचना जारी गरेका छौँ। सामुदायिक र तपाईँको चाहिँ प्राइभेट विद्यालयमा पढ्ने विद्यार्थी भाइ बहिनीलाई चाहिँ सो किसिमको चाहिँ व्यवस्थापन गरेका छौँ र त्यसमा चाहिँ हामीले चाहिँ त्यो अनुसारको जसले बढी चाहिँ अङ्क प्राप्त गरेको छ सो आधारमा चाहिँ हामीले चाहिँ नगदसहित चाहिँ पुरस्कार व्यवस्थापन हामीले गरेका छौँ। सम्पूर्णमा नमस्कार, म सरलक्ष्मी महर्जन, कार्यपालिका सदस्य तथा यस ललितपुर महानगरपालिका वडा 28 को महिला सदस्य। यही आउँदो वैशाख 12 गते 28-29 का विद्यार्थी भाइ बहिनीहरूको शैक्षिक सम्मान कार्यक्रम तथा महिला समूहद्वारा उत्पादन गरेका हस्तकला प्रदर्शनी तथा बिक्री मेला हुँदैछ। सम्पूर्ण महानुभावहरूलाई यही वैशाख 12 गते यस हस्तकला प्रदर्शनी मेलामा उपस्थित भइदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। सोडामा दर्ता भएका 21वटा महिला समूहहरूलाई उनीहरूको क्षमता अभिवृद्धि गर्नको लागि हामीले वडाबाट स्पिकर वितरण गर्ने कार्यक्रम पनि हुँदैछ। 21वटा महिला समूहका सदस्यज्यूहरूलाई वडाले परिचय पत्र दिँदैछ।